स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। आशा छ कि सबैजना एकदमै सन्चै आरामै हुनुहुन्छ भन्ने। अनि म चाहिँ आज एकदम लामो समय पछाडी भिडियो बनाउँदै छु। के भन्छ अरे प्याज लाउन जाँदाखेरि बनाएको भिडियो। अहिले प्याज लिन जाँदै छौं हामी चाहिँ। अनि गर्मी अलि बढी नै छ। बिहानसम्म पानी परिरहेको थियो, अहिले चाहिँ घाम लागिरहेछ। अनि हामी चाहिँ जाँदैछौँ डोको बोराहरू लिएर प्याज लिन। धेरै त छैन, त्यही पनि फेरि पानी पर्यो भने कुछ भनेर हामी चाहिँ जाँदैछौँ प्याज लिन। खै मोबाइलमा साउन्ड आछ कि नै थाहा छैन। त्यही पनि म चाहिँ आज कताबाट किन भिडियो बनाउन मन लाग्यो थाहा भएन। धेरै नै लामो समय पछाडि भिडियो बनाउँदैछु। कताबाट जाँगर चल्यो थाहा भएन। अनि हामी चाहिँ यहाँ बीच बाटोमा आइसक्यौँ, खेतमा आउन लागिसक्यौँ। यतातिर चाहिँ यस्तो हरियो जताततै हरियै हरियो भइसकेको छ, रमाइलो छ। अहिले चाहिँ अलि पहिल्यैदेखिबाट पानी परेको हुनाले हाम्रो यता फाँटतिर चाहिँ यस्तो हरियै छ। नत्र भने त पानी नपरे भए यो मकै सब ओइलाएर बिजोग देखिन्थ्यो। तर अहिले चाहिँ राम्रो देखिएछ। बिहानसम्म पानी परेको थियो, अनि अलि फेरि बेसरी घाम लाहा, अनि फेरि पानी पर्ला जस्तो जस्तो पनि देखिन्छ। के गर्छ, अनि फेरि पानी पर्यो भने फेरि हाम्रो प्याज पुग्छ भनेर चाहिँ हामी प्याज लिन जाँदैछौँ। अनि यो चाहिँ हो हाम्रो खेत। यहाँ हामीले कोदोको बिउ छरेको कस्तो भएछ खै, सर एकचोटि हेरेर जान मन लाग्यो। ला केले भाँचेछ त मकै त? यो मकै केले भाँचेछ? सिमीको नि टुप्पा भाँचेछ। कोदोको बिउ कस्तो रहेछ? झार रहेछ यो त। झारले जितौँ कि बिउले जितौँ झैँ गरेछ त। यो अलिक पछाडि राखेको बिउ हो यो। यो त्यो पहिला राखेको, यतापट्टिको चाहिँ पछाडि राखेको। यो पनि अलि पछाडि राखेको। मैले हालेको यो टाटेर पाटे भएछ। अनि उतापट्टि पनि छ। सिमी पो कति राम्रो भएर रहेछ। मकै यस्तो पातलो छ। अनि हामी जाने चाहिँ यता तल हो प्याज लिन जाने। यहाँ चाहिँ सबैले प्याज ल्याउने कार्यक्रम हुँदैछ। हामीले चाहिँ प्याज पछाडि लगाएको हो, अनि पछाडि लगाएर प्याज ल्याउने पनि पछाडि भन्दै अब चाहिँ हामी उहीँ गएर भेट हुनेछौँ है त साथीहरू। हाम्रो लागि चाहिँ अहिले खेततिर नै रमाइलो छ। कोहीतिर यतिको बिउ भएको छ, कोहीतिर भर्खर छ, सुरु छ। कता पानी लगाउने मान्छेको भिड, पानी नपाएर हैरान। कति हरियै भइसक्यो। अब धान रोप्ने बेला हुन लागिसक्यो। प्याज लिन आउने मान्छेको भिड। यहाँ फेरि घाँस यस्तो राम्रो रहेछ। त्यसमध्येको आया हामी पनि पर्यो आज प्याज लिन आउने मान्छे। आमा झारै झार भएर रहेछ हाम्रो प्याज त। देखाउँछ कस्तो भएछ। केही देखिन्छ, प्याज हो कि के हो जस्तो देखिन्छ त। यही हो प्याज। अहिले हाम्रो प्याजै छैन। यही हो ल, यही हो हाम्रो अहिलेको प्याज चाहिँ। घाँस पनि रहेछ। यही हो हाम्रो प्याज। कतिचोटि झार फालेको, दुईचोटि खनेको, दुईचोटि खनेर के गर्नु। यही हो हाम्रो प्याज। अहिलेको हाम्रो प्याज चाहिँ यही हो। बिउ राम्रो भएर रहेछ। पुरा डाँडा काँडा कति निलो देखियो आज त आकाश। अब चाहिँ बिचबिचमा प्याज ला चुँडिदो रहेछ। कति साह्रो हो र। यत्रो त रहेछ नि। ठुलो भनेको यत्रो हो। फेरि ठुलो भनेको यत्रो
ठुलो भनेको आमा ऊ ल्याएको छु त के अरे कुटो छ कुटोले उकाउने हो नि त अनि कहाँ यत्तिकै उकाउने हो त नि माटो सबै फाल्न गएर माटो त गइहाल्छ त यो माटो त यस्तरी मजाले उक्किँदो रहेछ एउटा दुइटा त धेरै पुरिएको भएर हो यो नउकिएको यस्तरी उक्किन्छ बिर्रेला जस्तो रहेछ बरु राम्रोसित उक्काउनु पर्ने भयो सरर यहाँबाट वहाँ परसम्म उक्काउनु। अब चाहिँ हाम्रो प्याज उखाल्ने कार्यक्रम सकियो। दुईजनाले उखालेको धेरै टाइम लागेन किनभने सानो सानो उसमा लाग्यो नि त अनि त्यही भएर छिटै नै सकियो। अनि त्यस पछाडि कति भयो भने कति उखाली भयो भने चाहिँ म देखाउँछु। अनि खासै त्यस्तो राम्रो फलेको ठुलो ठुलो चाहिँ थिएन पुरै 2 पटक भयो यो झार फालेको फेरि यस्तै भएछ यी। अनि त्यसपछि हामीले चाहिँ एउटा ढोका अनि त्यसपछि एउटा ठुलो बोरा लिएर आएको थियौँ प्याज लैजाने भनेर। अनि फेरि मम्मीहरूले कति छ अब के थाहा भएर पहिला सानो थियो ठुलो छ कि कस्तो छ अर्को बोरान लैजाऊ। अनि त्यस पछाडि अब के अरे कस्तो छ अनि त्यही अनुसार हुन्छ। माटो मुनि फलेको फल अब के थाहा कति छ के कस्तो छ थाहा हुन्न। अब धेरै फलेको छ भन्ने ठाउँमा नफल्न पनि सक्छ नफलेको ठाउँमा फल्न पनि सक्छ भनेर हामीले चाहिँ थप अर्को बोरा पनि लिएर आएको थियौँ। अब चाहिँ हामी बोरामा र अनि ढोकामा हाल्छौँ कति हुन्छ। यहाँ प्याज देखाउँछु कति भयो भनेर सरर हामी चाहिँ यस्तो डिल्डिल राखेको कत्रो सानो पो छ नि यो हाम्रो प्याज यतातिर त झन् सानो हो यता चाहिँ अलि ठुलो छ। हामीले चाहिँ यो पातहरू फालेर अब घरै लगेर सबै घरै लगेर फाल्ने होइन यसलाई चाहिँ कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा पनि म तपाईँहरूलाई देखाउने छु। भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। यो चाहिँ कोपिएछ यो कुहिन्छ यसलाई चाहिँ छुट्टै राख्नुपर्ने हुन्छ। भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै अब चाहिँ म प्याजलाई हाम्रो बोरामा हाल्न जाँदैछु। प्याज त हाम्रो एक्सपेक्टेसन राखेभन्दा पनि झन् थोरै पो भयो त यो बोरा। अनि त्यो डोको चाहिँ भरिन्छ होला भन्ने सोचेको यही डोको नि भरेन त्यही पनि पातसँगै हाल्दाखेरि। एक्सपेक्ट गरे भन्दा पनि थोरै आयो अहिलेको प्याज। अझ यो पनि भरिन्छ कि भनेर मम्मीहरूले यो पनि लैजाने भनेर यो पनि ल्याएको कठै भएर प्याज त यत्रो छ प्याज अनि यत्रो त छ प्याज कसरी हुन्छ मलाई त हलुका हुने भयो। अझ यो प्याज अझ यहाँ माटोमा भएर गरौँ हो अझ सुक्छ यो। अब चाहिँ हामी प्याज लिएर जाँदैछौँ घरतिर। यस्तो घाँस पलाखा कि यो चाहिँ हाम्रो फुपूहरूको प्याज हो। यहाँ छ अझ तल्लोमा छ। यहाँ माथि अझ बाटोको कामहरू अझ हुँदै रहेछ। अब चाहिँ पानी पर्ला जस्तो भइसक्यो जताततै बादलै बादल लगाइसक्यो। अब चाहिँ हामी जानुपर्ने हुन्छ घरतिर। यस्तो छ बाटो। हाम्रो प्याज चाहिँ अहिले खनाउँदा यति भएको छ बल्ल यति हो। अब चाहिँ म यसलाई व्यवस्थापन गर्न जाँदैछु। टक्क लाएर बाट्नु पर्यो यत्रो त छ बल्ल। अनि सानो एकतिर ठुलो एकतिर गरेर म चाहिँ अब यसलाई बाट्दैछु। टक्क लाएर एउटा चुल्ठी चाहिँ बनाएँ मैले। अब यहाँ कतिवटा बन्छन् चाहिँ थाहा भएन। म चाहिँ यहाँ चुल्ठी बनाउने नि मै भिडियो बनाउने मै परेँ।
एउटा भयो। अब यसलाई चाहिँ यहाँ बाँधेर अनि झुन्ड्याउनु पर्छ। कतिवटा हुन्छन् भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। कतिवटा बनाउँछु है त मैले। यो चाहिँ उल्टो मुख हो, यो उल्टो, यो सुल्टो यसरी बाटेछु। यस्तो भयो भने झुन्ड्याउनु पनि सजिलो हुन्छ अनि छिटो पनि उम्रिन्न अनि कुहिँदा पनि कुहिन्न अनि थोरै ठाउँमा पनि अटाउँछ। त्यही भएर मैले यसरी बाटेको। अब यसलाई चाहिँ यसरी झुन्ड्याउनु पर्छ। फाइनल्ली प्याजको काम पनि सकियो। यस्तो माटो माटो हुन्छ। यो सानो सानो प्याजको चाहिँ हामीले यो पातहरू काट्दिउँ, काटेर त्यसरी फाल्दिउँ। यो पहिले खानुहुन्छ भनेर यो नबढेको प्याज पाके छैन नि त यसरी, अनि त्यहाँबाट पछाडि कुहिन्छ भनेर यो खाने भनेर हामीले पात काटेर राख्यौँ। अनि सब झुन्ड्यायौँ। अब सकियो यो प्याजको काम पनि। जत्रो लाग्यो त्यत्रै छ त अनि चुप आउँदो रहेछ है। झुन्डाएको छु, अरू चाहिँ माथि यति मात्रै काटेको।